र कुनै पनि लिम्बूले आङ्गा लिम्बू रो भन्दैन। किरात भन्ने शब्द जसबाट लिम्बू, राई, याखा, सुनवार लगायतका हामी किरात हौँ भन्नेहरू जन्मिनु भयो नि, त त्यो प्रमाण त महाभारत हो त। हाम्रो देशको इतिहास सही ढङ्गले लेखिएन। हाम्रो श्री 5हरूले तथाकथित श्री 3हरूले हाम्रो इतिहास सही लेख्नु भएन। मुन्दुमले हाम्रो जीवनलाई निर्देशित गरेको छ। प्रत्येक वक्ताहरूले आफ्नो भाषा बोल्ने हो भने यो भाषा कसैले मारेर वा आफै मरेर मर्दैन। माग भनेको एउटै मात्रै छ, तागेरा नियभु माग। ईश्वरले आफ्नो प्रतिनिधिको रूपमा पठाएको अवस्थामा हामी फोटोहरू, मूर्तिहरू बनाउँछौँ। अन्य अवस्थामा तागेरा नियभुको कतै पनि चित्र छैन, त्यो हुनु हुँदैन पनि, किनभने त्यो छैन। अब सत्य धर्म मुचुल्का किरात धर्म दर्शनको ठुल्ठुलो मेरुदण्डहरू मध्ये एउटा प्रमुख आधार हो। हाम्रो देशमा याक्थुङ अथवा लिम्बूहरूको भाषा संस्कृति बचाउनु भनेको यो देशको राष्ट्रिय एकतालाई सुदृढ बनाउनु हो। आजको यो कार्यक्रमका प्रमुख अध्यक्षज्यू, सभाध्यक्षज्यू, यो कार्यक्रमका प्रमुख अतिथि तथा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेज्यू, आजको यो कार्यक्रमका विशिष्ट अतिथिज्यूहरू जो अगाडि बस्नु भएको छ, म उहाँलाई सामूहिक रूपमा उत्तिकै सम्मान राखेर म सम्बोधन गर्न चाहन्छु। समय थोरै छ, हाम्रो छलफल भट्ट्याउनु पर्ने कुरा चाहिँ धेरै छ। मैले पनि त्यही 25-30वटा किताबहरू मात्रै मैले पनि हेर्न पाएँ, धेरै मैले गर्न पाइनँ, छोटो समय थियो, फेरि मेरो आफ्नै व्यस्तता हुन्छ। त्यसैले गर्दाखेरि मेरो आफ्ना कुरा त छँदैछन्। अब ती कुराहरूलाई यसो भेरिफाई गर्न, प्रमाणित गर्न त अरूको हेर्नु पर्यो नि त। हाम्रो जुडिसियरी सिस्टममा के छ भन्दा देखि जान्ने र सुनि जान्ने वास्तविक प्रमाणहरू हुन्। त्यसमा लिखत पर्छ, के अरे श्रव्य र दृश्य कुराहरू, श्रव्य दृश्यहरू पर्छन्। अब ती कुरालाई नराख्दाखेरि नहुने। तर मेरो चाहिँ यहाँनिर अगाडि तपाईहरु त्यहाँ हुनुहुन्छ, तर हाम्रो कुनै भेद छैन। हाम्रो स्टाटस, हाम्रो क्षमता, हाम्रो सम्मान बराबर छ। हामी खास कामले यहाँ बस्यौं, हजुरहरू खास कामले त्यहाँ बस्नुभयो। कुनै बेला हामी खास कामले त्यहाँ बस्छौं, हजुरहरू खास कामले यहाँ बस्नुहुन्छ। यो विभेद होइन भनेर मैले भन्न खोजेको हो। समान मैले यहाँलाई सम्बोधन गरेँ। यहाँ उपस्थित विद्वत वर्गहरू जसले हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो इतिहास, हाम्रो परम्परा, हाम्रो कला, हाम्रो साहित्य, हाम्रो मुन्दुमलाई बोलेर अनि गरेर अर्कालाई सुनाएर त्यसमा पढाएर पनि हुन्छ अनि देखाएर यो के अरे हाम्रो नावाचहित मुन्दुममा त्यो कुरा आउँछ नि। देखाउनु पनि एक प्रकारको शिक्षण हो। जसले देख्छ, सुन्छ, ग्रहण गर्छ, हामी त्यसलाई इनपुट प्रोसेस भन्छौं। त्यसैले म के भन्छु भन्दाखेरि हामीले आफ्नो भाषा नानीहरुको अगाडि हामी कुलेन्दा भन्छौं लिम्बू भाषामा। सारै सानो दुधे बालक नेपालीमा हामी त्यसो भन्छौं। उनीहरुको अगाडि आफ्नो भाषा बोल्ने धेरै मान्छेले के जान्दछ र भन्नुहुन्छ। म 32 वर्षसम्म मैले टिचिङ गरेको र मैले तालिम पनि यो जिल्लाको म डिस्ट्रिक्ट ट्रेनर पनि भएको हैसियतले अब लेख्ने काम त हजुरहरूलाई थाहा छ, म लेख्छु। खोले खाने मेरो नै त्यतैबाट हुन्छ। र नानीहरुको अगाडि बोलिदिने हो, उनीहरुले सुन्छन् के। त्यो चाहिँ डोर्मेन्ट स्टेज भनेको आफ्नो मस्तिष्कको अर्धचेतन अवस्थामा उनीहरुले जे सुन्छन् त्यो यहाँ रेकर्ड भइरहेको हुन्छ। मस्तिष्कमा यो के रे सुनेका कुरा कानबाट, देखेका कुरा आँखाबाट, पढेका कुरा आँखाबाट अलि पछिबाट, अनि स्पर्शको चेतना हुन्छ। यसो शरीरमा छुँदाखेरि पनि हेने हापे अंगा हापे मको भन्दाखेरि हेने कन्ना फलन्ना यसो भन्ने छ नि। त्यो स्पर्शको चेतनाले पनि ज्ञान, विवेक, चेतना यो मस्तिष्कमा रेकर्ड हुन्छ। त्यसैले गर्दा हामीले नानीहरुको अगाडि बोलिदिउँ, उनीहरूले सुन्छन्। तर खास स्टेजमा पुगेपछि, खास वातावरण पाएपछि उनीहरूले या त त्यो बाहिर व्यक्त गर्छन्। त्यो चाहिँ सिकाइको पूर्ण एउटा फेज भन्छौँ हामी। हैन म बुझ्छु तर के रे आफ्नो भाषाबाट फर्काउनु चाहिँ सक्दिनँ भन्यो भने त्यो चाहिँ यहाँ रेकर्ड छ।
त्यो प्रोडक्टिभ स्किल भन्छ नि त्यो चाहिँ छैन, तर यहाँ चाहिँ छ। यसलाई भाषामा डोर्मेन्ट स्टेज भन्छ। भाषाको अवस्था चाहिँ त्यो अवस्थामा पुगेको, अर्धचेतन अवस्थामा, तर भाषा जीवित छ। यो भरे मेरो सारमा यो आउने कुरा हो। मैले समय भरे मेरो सारको समय घटाउँछु। महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्कालाई केन्द्रित बनाएको कुरामा पनि मैले राखेको छु। त्यो पनि भरे समय घट्छ। र महागुरुले गर्नुभएको कृत्यहरू, कर्म, कामहरू नै यो किरात धर्म दर्शनको मीमांसा भन्छ नि। मीमांसा भनेको चाहिँ ज्ञानको चेत, त्यसमा आध्यात्मिक चेत, भौतिक चेतहरू पर्छन्। ती कुराहरू भरे छलफलको सामान्य विषय बन्छन्। त्यो महागुरु फाल्गुनन्दबाट भएका मैले चाहिँ सबै सकारात्मक पक्षबाट मात्रै बोलेँ। भरे कुरा के आउँछ भन्दाखेरि त्यो समय धेरै कठोर समय थियो। प्रशासनिक हिसाबले कठोर समय थियो, चेतनाको हिसाबले कठोर समय थियो, एकताको दृष्टिकोणले कठोर समय थियो। म नाम भन्दिनँ, एकजनाले मलाई धेरै ठुलो व्यक्तित्व हुनुहुन्छ, उहाँले मलाई के भन्नु भने, लाउती सर पहिला त म त धेरै नै एउटा फिजिकल फाइट गर्ने मान्छे भन्नुहुन्थ्यो, तर त्यसले पनि समाजलाई एक प्रकारको चेतना दियो हजुर। मैले उहाँलाई भने, उहाँलाई कति चित्त बुझ्यो मलाई थाहा भएन, छोटोमा यति भने। यो पनि भरे सारमा आउने कुरालाई छोट्याउने कुरा हो। अब चाहिँ म मेरो कार्यपत्रतिर अगाडि सर्छु। अब थोरै छ, मैले 7 पेज मात्रै लेखेँ। अब यसमा सबै कुराहरूको अध्ययन मैले यसमा छोटोमा मात्रै राखेको छु। पछि यसबाट 24 देखि 28 पेजको लेख बन्छ, तर यसैको एक्सटेन्सिभ फर्म यसको विस्तृत रूप हुनेछ। किनभने यहाँ सारहरूलाई मात्रै मैले लेखेँ। आफूले लेखेको कुरा प्रमाणित गर्नुपर्ने भएकोले सम्बन्धितहरूको कम्तीमा एकजनासम्मको प्रमाण मैले राखेको छु। यहाँ हाम्रो साथीहरू पनि हुनुहुन्छ। मैले प्रमाण गर्दा मैले विश्वविद्यालयका हामीभन्दा आदरणीय व्यक्तित्वलाई पनि भनेको छु। खालि पश्चिमा रिफरेन्सलाई मात्रै राख्ने कुरा म धेरै रुचि राख्दिनँ। तर के रहेछ भन्दाखेरि रिसर्च गर्दाखेरि हाम्रो पूर्वीय दर्शन नेपालमा, त्यसमा पनि विभिन्न समुदाय, विभिन्न जातिका मानिसहरूले तत्त विषयमा अहिलेसम्म रिसर्च नगरेको खण्डमा हो त्यस्तो अवस्था मैले विदेशीहरूको 8, 10, 12 कतिजनाको मैले लिएको छु। तर मैले चाहिँ जोड दिएको चाहिँ के भन्दाखेरि युनिभर्सिटीतिर, कुनै युनिभर्सिटी मैले भनिनँ, पश्चिमाहरूको रिफरेन्स नगरी मान्नुहुन्न। कतिपय कुरा मेरो अध्ययनमा त्यसैले पनि ढिला गर्यो। मैले भने यहाँका प्रमाणहरू, मैले अघि भने प्रमाण अदालती बन्दोबस्तमा देखि जाने र सुनि जानेलाई अदालतले प्रमाण मान्छ। तर हाम्रोमा त्यो शिक्षामा त्यो अहिले पनि आएको रहेनछ। यहाँ तल होइन, युनिभर्सिटीमा आएको छैन। त्यसो गरेको हुनाले अप्रमाणित गराउनु पर्यो आफ्नो कुरालाई। मैले यति कुरा गरेँ, भरे रिफरेन्सको टाइम घट्नेछ। मेरो शीर्षक चाहिँ के छ भन्दा किरात धर्म दर्शनमा तत्त्वमीमांसा। किरात धर्म केलाई भन्ने विषयमा मानिसका आफ्ना आफ्ना विचारहरू आउनु अस्वाभाविक होइन, तर मैले चाहिँ किरात धर्म भनेको त्यो हो जुन कुरा केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनामा राखेको तथ्याङ्कलाई मैले आधार मानेको छु। त्यो कुरा हाम्रो किरात याक्थुङ चुम्लुङ, किरात राई याख्यौका, त्यसै गरेर याखाहरूको, सुनारहरूको र हामी किरात हो भनेर स्वीकार गर्नुहुने पनि समुदायहरू आउनु भएको छ। त्यसको कुरा यहाँ भरे आउँछ। उहाँहरू समेत किरात हुन्। यो त प्रमाणित कुरा हो नि त, यो त प्रमाणित कुरा हो नि। त्यो संख्या कति छ अहिले म भनौँला। त्यसैले किरात भनेको चाहिँ एउटा विभिन्न विद्वानहरूले भन्नुभएको छ, त्यो मैले यहाँ राखेको छु। अब नाम भन्दा उहाँहरूको लेख भन्दा लामो हुन्छ। एउटा महाजाति हो भन्नुभएको छ। हाम्रो लिम्बू, हामी जसलाई याक्थुङ भन्छौँ, अहिले यो गएको जनगणना 2068 देखि चाहिँ 78 देखि चाहिँ याक्थुङ अथवा लिम्बू भनेर त्यो अहिले राखेको छ। त्यो यहाँ हामी बस्नुहुने व्यक्तित्वहरूले वर्षौँदेखि माग गरेको कुरा उहाँहरूले स्वीकार गर्नुभयो, राज्यले स्वीकार गर्नुभयो। अब हामी अफिसियली याक्थुङ अथवा लिम्बू भन्न सक्छौँ।
तर लेख्दा याक्थुङ लिम्बू भन्नु हुँदैन, बोल्दा पनि याक्थुङ लिम्बू भन्नु हुँदैन। कि त आफूले याक्थुङ लिम्बू भाषा कुरा गर्दा मेबे आङ्गा याक्थुङ हेने आङ याक्थुङ, अब लिङ्ग छुट्याउनु पर्यो। आदाङबा याक्थुङ बा, याक्थुङ प्लस पा याक्थुङ बा एसिमिलेट हुँदा प भोइसले साउन्ड चाहिँ ब भोइस साउन्ड हुन्छ। यतापट्टि नजाउँ, छोटो भनेको। फेरि स्त्रीलिङ्गी भए याक्थुङमा, आदाङमा याक्थुङ कति शुद्ध छ। फेरि नेपाली कुरा जसलाई हामी पर्वतीय भाषा पनि भन्छौँ, नेपाली कुरा गर्दा फेरि म त लिम्बू हो, तर कतिखेर गल्ती हुन्छ भन्दा आङ्गा लिम्बू रो यो चाहिँ गल्ती हो। र कुनै पनि लिम्बूले आङ्गा लिम्बू रो भन्दैन आफ्नो भाषा। त्यसैले यसलाई के भनेको छ भन्दा इन्डोनिम टर्म्स भन्छ नि, भनेको आफूले आफूलाई स्वनाम। यो कुरा अहिले धेरै आउँछ, याक्थुङ लिम्बू लेखेकै छ। मैले एकताल फेसबुकमा मैले लेखेँ याक्थुङ छड्के ठाडो धर्सो लिम्बू, अथवा याक्थुङ ब्राकेटमा लिम्बू लेख्नु वा भन्नुपर्छ। लेख्दा भन्दाखेरि चाहिँ याक्थुङ अथवा लिम्बू, त्यहाँदेखि याक्थुङ याक्थुङ भन्दै जाँदा पनि भयो। यो पनि छलफलको विषय मैले आज यहाँ राखेको छु। भरे मेरो समय त्यहाँबाट कटिन्छ। अब किरात भनेको चाहिँ त्यसो भए के त भन्दा एउटा महाजाति भनेर विद्वानहरूले लेख्नु भएको छ, प्रकाशित कृतिमै छ। मैले समोच्च रूप भनेको छु, जसमा लिम्बू, राई, याखा, सुनवार यो ग्रेट किरात फ्यामिली अर्थात् महान एउटा किरात समुदायभित्र पर्छ। कतिले के भन्नुहुन्छ भन्दाखेरि त्यो कुरा यहाँकै मैले फलाकेको हो। किरात भन्ने कहाँ मुन्दुममा छ? त्यो त एक्जोनिम टर्म हो नि। एक्जोनिम टर्म भनेको पराय शब्द अर्थात् अरूले हामीलाई भन्ने शब्द हो नि त। यदि किरात भन्ने शब्द अब लिम्बूको भएको भए त राईले मान्दैन, फेरि राईको भए फेरि लिम्बूले मान्दैन, याखाको भए सुनवार र अरू तिनटाले मान्दैनन्, अथवा आफूलाई किरात भन्नेले मान्दैनन्। यो त तत्सम हो, संस्कृतबाट दुरुस्तै आएकोलाई हामी तत्सम भन्छौँ। यो तत्सम शब्द हो। अब मैले एकपटक कियाचुको उच्च पदाधिकारी फिदीमा आउनुभएकोलाई मैले भने यस्तो कुरा लिएर मलाई चाहिँ नबोलाउनुहोस्। मलाई लाग्छ तपाईँले यस्तो कुरा गर्दा मेरो कैयौँ घन्टा समय बित्यो। हामी त लाग्छ अहिले पनि कखरामै छौँ जस्तो लाग्छ। अब त्यसो नगरौँ। राष्ट्रिय स्तरको बहस अन्तर्राष्ट्रिय स्तरको बहसमा जानुपर्छ। अब भनेको लिम्बू भनेको कहाँ त्यो मुन्दुममा छ, किरात भनेको कहाँ मुन्दुममा छ भनन अलमल नगरौँ। त्यो बारम्बार कति वर्षदेखि छलफल भइआएको छ, तर मानिसलाई बुझ्ने चाहना त्यो अवसर मिल्नुपर्छ भन्ने कुरा सत्य हो। त्यसैले किरातहरू त्यसो भए मूल रूपले मैले चाहिँ यहाँ दुई खालको राखेको छु। त्यसमा मुन्दुम, मुगदुम होइन, जे भने पनि लिम्बू, राई, याखा, सुनवारहरूको कुरा मैले गरेँ। अब अहिले समय बदलेपछि, परिस्थिति बदलेपछि हिजो हामीले गरेको आचरण अहिले पनि दुरुस्तै लागू गर्नुपर्छ भन्ने कुरामा म आफै पनि सहमत छैन। हिजो हामीले हाम्रो खानपान जस्तो थियो, हाम्रो आचरण जस्तो थियो, आज त्यसलाई शुद्धि गर्नु जरुरी छ। भलै ठुलो काम गर्दाखेरि मसिना कुराहरू मिसिएलान्। आगन्तुक भन्छ नि, नेपाली भाषामा कति आगन्तुक शब्दहरू छ, कति हो कति। यहाँ मैले फलाक्दाखेरि मलाई 1 घन्टाले पुग्दैन। किन त्यसो हो त भन्दा नेपाली सबै नेपालीहरूले बोल्ने भाषा भएकोले अङ्ग्रेजी पनि आएको छ, फारसी पनि आएको छ, उर्दू पनि आएको छ, के कतिको हिन्दी संस्कृत कति आएको छ। अब लिम्बूमा कम आयो, याक्थुङ पान्दाङ लिम्बू भाषामा कम आयो किन भन्दा पहिला हाम्रो स्पिच कम्युनिटी थियो। एउटा गाउँमा लिम्बू नै लिम्बू थिए। अब पियर लर्निङ भन्छ नि, सिकाइ एकै खालको मान्छे भएपछि त्यही भाषा बोल्ने भए। बोल्नेले पनि बोल्दा सुन्नेले बुझ्ने, सुन्नेले फेरि बोल्दा फेरि अघिल्लोचोटि बोल्नेले पनि बुझ्ने। यसलाई पियर लर्निङ भन्छ। तर अहिले त हाम्रो समाज त मिश्रित समाज भयो। यस विषयमा हामीले धेरै कार्यपत्रहरू प्रस्तुत गरेका छौँ। यहाँ हामी अग्रभागमा बस्ने हामीले समयअनुसार प्रस्तुत गरेका छौँ। तर अब त्यसो भए के गर्ने त भन्ने कुरा मैले यहाँ राखेको छु। त त्यसो भए अब हामीले एउटा स्पिच कम्युनिटी
सकेसम्म बनाउने। हामीले सबैले मिलेर बस्ने कुरामा कुनै सन्देह रहेन। तर मैले त्यो के अर्थ र प्रसङ्ग भनेको भन्दा भाषा र संस्कृतिलाई जोगाउनको लागि एउटा निश्चित ठाउँमा लिम्बू भाषा, अर्को निश्चित ठाउँमा अब पर्वतीय क्षेत्री ब्राह्मणको, अर्को निश्चित ठाउँमा राईहरूको, निश्चित ठाउँमा याखाहरूको, त्यो एउटा नमुना बस्ती जस्तो नि। सबै त्यस्तो हुन्छ भन्ने होइन, नमुना बस्ती जस्तो। त्यहाँनिर विद्यालय, त्यहाँनिर कलेज, त्यहाँनिर विश्वविद्यालय खोल्नुपर्छ। यसले देशको राष्ट्रिय एकता बढाउँछ। हाम्रो फिदिम नगरपालिकाको आदरणीय मेयर साहब हुनुहुन्छ, मित्रप्रसाद काफ्लेज्यू हुनुहुन्छ। उहाँले आफ्नो काम गरिरहनु भएको छ, हामी उहाँलाई आदर गर्छौँ। अब लिम्बू भाषाको कक्षा 1-5 को पाठ्यक्रम पनि तयारी भएको छ, त्यसको इलेक्ट्रोनिक कपी छ। अब त्यसलाई पब्लिकेसन गर्नु र 1 देखि 5 सम्मको अनि 6 देखि 8 सम्मको यही छ। त्यसो गर्दा के हुन्छ भन्दा यहाँका मानिसहरू खुसी हुन्छन्। म बारम्बार के भन्छु भने यो मेरो समय त कट्टी हुँदैछ है, यहाँ बक्नुपर्ने बक्दैछु। र पछि चाहिँ के हुन्छ भन्दाखेरि सम्बन्धित समुदायहरू हर्ष प्रकट गर्छन्। उनीहरू बुझ्छन् कि फल्ना मेयरले गर्नुभयो, कसको शासनकालमा भयो, फल्ना मेयरको। त्यो त उहाँहरूको पद गएर फेरि नाइन्जेलसम्म पनि त्यो प्रशंसा चुलिन्छ। मानौ त्यो भन्दैनन् मान्छेले, तर उनीहरूले प्रशंसा गर्छन्। मान्छेलाई कैयौँचोटि भन्दाखेरि चित्त दुख्दैन, तर उसको भाषाको अपहेलना गर्यो, उसको संस्कृतिको अपहेलना गर्यो भने ऊ त्यति रिसाउँछ कि ऊ आँखै देख्दैन। हो, तत्त्व मीमांसा, अङ्ग्रेजीमा मेटाफिजिक्स भन्छौँ, तत्त्व मीमांसाको मूल चुरो यहीँनिर छ। त्यसैले तत्त्व मीमांसाको 25% मैले फलाकिसकेँ। अब बाँकी त सर र बुँदागत रूपमा फलाक्छु, मेरो भनाइ सकिन्छ। अब त्यसो भएकोले अब एकपटक यो किरात भन्नाले नेपाल सरकारले बनाएको अफिसियल डिक्सनेरीमा भएको कुरालाई मैले आधार मानेको छु। त्यसले के भन्छ भन्दा राई लिम्बू पहिलाका राजवंशहरू यस्ता भएको मान्छेलाई किरात, उच्चारणमा किरात पनि भनिन्छ। नेपाल सरकारको विभिन्न डकुमेन्ट्सहरू अब यहाँ छ, तर अब फलाक्दा लामो समय लान्छ। हो, त्यहाँनिर त्यो छ। हाम्रो आफ्नै लिम्बूहरूको संस्था किरात याक्थुङ चुम्लुङ, उसले लिम्बूहरूको लागि र लिम्बूहरू अरूसँग मिलेर काम गर्नुपर्छ भन्ने भावनाको काम गरिरहेछ। त्यो पालिका वडा स्तरमा छ, पालिका स्तरमा छ, जिल्ला स्तरमा छ, प्रदेश स्तरमा छ, अनि सङ्घीय स्तरमा छ। त्यसो भए त किरातहरू मैले चाहिँ 2 वर्गमा राखेको छु, एउटा आदिमकालीन, एउटा सत्याङमा, 2टा पन्थ। आदिमकालीनहरू चाहिँ यो थुङसा प्रयोग गर्नुहुन्छ। के मार्फत भन्दा फेदाङमा, येबा, येमा, साम्बा मार्फत। अब सत्याङमा पन्थ उहाँले चाहिँ पेसाब मुन्धुम प्रयोग गर्नुहुन्छ। के मार्फत भन्दा सेवा साबा, सेवा सामा मार्फत। तर यी दुवै राईहरू, याखाहरू, उहाँहरूको मुन्धुम, मुक्दुम मैले अघि भने, उहाँहरूलाई एकछिन हामी अघि पेट बेउरा सिरानमा मैले भने। अब मुन्धुम अन्तर्गत आउँदाखेरि त्यसो भए यो दुवै साबा याङकै सन्तानहरू। तर गर्ने कर्मकाण्डीय गर्ने विधिमा एउटाले के गर्छ भन्दा मतवाला भन्छ नि, जाँड रक्सीलाई निषेध गर्दैन, मासु मङ्सलाई निषेध गर्दैन। तर अर्कोले के गर्छ, मासु मङ्सलाई निषेध गर्छ र मतलाई निषेध गर्छ। मत भनेको सरल उदाहरण भन्दाखेरि मदिरा निषेध गर्छ। तर यी दुवै सावा याङका सन्तान, दुवैले तागेर अन्य भूमाङलाई मूल ईश्वर मान्छन् र हिम सामाङ, युमा सामाङ, थेबा सामाङ लगायतका सामाङहरूलाई सामाङको रूपमा मान्छन्। अब यसको लागि चाहिँ महागुरु फाल्गुनन्दको एउटा यो किरातहरूको त धेरै पहिलादेखि 5000 वर्षभन्दा बढीदेखि डाक्टर पीबी भर्तकको मैले यहाँनिर प्रमाण पेश गरेको छु। त्यो तपाईँले अहिले पनि डाक्टर पीबी भर्तकको साइन्टिफिक डिस्कभरी, त्यो साइन्टिफिक डेटिङ भन्ने यसो टाइपिङ गर्ने बित्तिकै आउँछ।
उहाँ प्रोफेसर मान्छे हो, डाक्टर, अस्पतालको डाक्टर होइन, शिक्षाको डाक्टर, अनुसन्धानकर्ता। धेरैले के भन्नुहुन्छ भने महाभारतमै छ, ऋग्वेदमा छ। मैले यो कुरा किन भन्दाखेरि प्रमाण भनेको त अरूले भनेको त हुन्छ नि। क र ख को झगडा भयो, कले ख का विरुद्ध बोलेकोलाई अदालतले प्रमाण मान्दैन र खले क का विरुद्ध बोलेको कुरालाई अदालतले प्रमाण मान्दैन। किन? ती दुवै एक आपसमा सत्य कुरा बोल्दैन। त्यसैले किरात भन्ने शब्द, जसबाट लिम्बू, राई, याखा, सुनवार लगायतका हामी किरात हौँ भन्नेहरू जन्मिनु भयो नि, त त्यो प्रमाण त महाभारत हो त। त्यसको डेटिङ, साइन्टिफिक डेटिङ यसो हेर्नु पनि थाहा हुन्छ त। कुरा चाहिँ मैले यहाँ जोडेको, यहाँ भित्रकै भरे कुरा आउँछ, मैले धेरै पेज पढिसकेको छु। त्यसको कुरा चाहिँ के हो भन्दा हाम्रो देशको इतिहास सही ढङ्गले लेखिएन। हाम्रो श्री 5हरूले तथाकथित श्री 3हरूले हाम्रो इतिहास सही लेख्नु भएन। मैले पाठ्यक्रम विकास केन्द्रको निर्देशकज्यूलाई, हाम्रो अनलाइन कार्यक्रम, हाम्रो मधुराज सर, प्राध्यापक सर यहाँ हुनुहुन्छ, मैले उहाँलाई प्रश्न सोधेको थिएँ। कक्षा 1 देखि 8 सम्म स्थानीय सरकार हुन त संविधानमा 12 सम्म नै दिएको छ, तर पनि कम्तीमा 1 देखि 8 सम्मको पाठ्यक्रम कहाँ बनाउनु पर्छ? स्थानीय निकायमा बनाउनु पर्छ। त्यो संविधानमा छ, उहाँले बनाएको निर्देशिकामा पनि छ। किन भन्दा उहाँलाई मैले सोधेँ, भरे आफ्नो पालोमा जवाब दिनुहोस्। म अहिले तपाईलाई, हजुरलाई के सोध्छु भन्दा, तपाईले काठमाडौँको त्यो पाठ्यक्रम विकास केन्द्र बनाएको पुस्तकमा सुम्हालुङको विषयमा हुन्छ? उहाँले हुँदैन भन्नु। अनि कसरी स्थायी भयो त? हामीले इतिहास पढाउँदा यो त लिम्बू भाषाको मात्रै कुरा हो। अहिले हाम्रो मेयर साहब हुन्छ, हाम्रो स्थानीय सरकारमा अहिले आएर भोलि पर्सि उहाँहरूकै नाम पनि आउँछ, मेयर साहबहरूको पनि। किन भन्दा यहाँ जसले काम गरे उनीहरूको भोलि लेख्ने त हो। अहिले उहाँको पालोमा लेख्ने काममा एउटा योजना बनाउनुहुन्छ, भोलि उहाँ रिटायर भएपछि उहाँहरूकै विषयमा लेखिन्छ। महागुरु फाल्गु नन्दलाई त्यसैले त मानेको हो। उसो भए स्थानीय रूपमा चाहिँ अहिले यो फिदिम नगरपालिकाको म उदाहरण दिन्छु। कक्षा 8 र 1 को हेर्नु भने यहीँको खोला नालाको चित्र छ, यही सुम्हालुङको छ, यही लब्रेकुटी छ तिलिजम, यही मास्टर के अरे सिलौटीको छ नाम्बुन्जक। हाम्रै महागुरु फाल्गु नन्दको, किरात धर्मगुरुको होइन, उहाँहरूको छ। तर पाठ्यक्रम विकास केन्द्रले बनाएकोमा त्यस्तो बनाउनु मिल्दैन। नमिल्नुको दुईटा कारण छ। एक, त्यो जेनरल हो, केन्द्रमा बनेको जेनरल करिकुलम हो, यहाँ बनेको स्पेसिफिक हो, विशिष्ट। विशिष्ट बनेको यहीँकै हुन्छ। अब पाठ्यक्रम विकास केन्द्रमा बनाएको किताबमा चाहिँ अब सबै पालिकाको लेखेर त साध्य हुँदैन, 17 लाख पेजको बनाउँदा पनि हुँदैन। त्यसैले कक्षा 1 देखि 8 सम्म स्थानीय तहमा आउनुपर्छ, अनि 9 देखि 10 सम्मको अनि यही बन्छ, तर त्यो फरक ढङ्गको हुन्छ। अब 11-12 को प्रदेश स्तरको होस्, त्यहाँदेखि माथि सङ्घीय स्तरको होस्। हामी पाठ्यक्रम बनाएर बुढो भइसक्यौँ, कतिले भर्खर थाल्दै हुनुहुन्छ। सिकाइ त्यहीबाट हुने हो। हिजो हामीले त्यसरी नै थालेको। ज्ञान भनेको किताब पढेर मात्रै नहुँदो रहेछ। मुन्दुममा तत्त्वमीमांसा, त्यो ज्ञान नि तत्त्वमीमांसा, त्यो ज्ञान भौतिक र आध्यात्मिक त्यो चेतलाई तत्त्वमीमांसा भनेको। मुन्दुमले हाम्रो जीवनलाई निर्देशित गरेको छ। अहिले आएर मुन्दुम पनि दुवै खालको मुन्दुम एउटै हो, एउटा पेसाब मुन्दुम, एउटा थुमसाप मुन्दुम। लिखत रूपमा भएको के हुन्छ त भन्दा, म माङसेबुङ गएँ भने बिहानै उठेर मुन्दुम वाचन गरेको देख्छु। त्यहाँ निसामी भनेको स्कुलमा गयो भने अब 70 वर्षमा नाम उहाँको लिन्न, त्यतिका मान्छेले पनि पढिरहनु भएको छ। म उहाँहरूप्रति झुकेर नमस्ते सेवाहरू गर्छु। किन? त्यत्रो उत्कट इच्छा हरेक परिवार होस् त। यो भाषा सरकारले निमोठेर पनि निमोठिँदैन। म त अझ के भन्छु भन्दाखेरि, प्रत्येक वक्ताहरूले आफ्नो भाषा बोल्ने हो भने यो भाषा कसैले मारेर वा आफै मरेर मर्दैन। राज्यलाई म धेरै दोष दिन्न, तर राज्य दोषविहीन त फेरि छैन नि। फेरि किताब बनाउनु पर्छ। यो स्थानीय सरकारलाई म उच्च सम्मान गर्छु देशभरिको। किन? उहाँले जति धेरै कसले गरेछ? स्थानीय सरकारले एउटा खटिरा लागेको बिरामीलाई पनि स्थानीय सरकारले के गर्छ? उद्धार गर्छ, पैसा दिन्छ, गाडीको व्यवस्था गर्छ, रात साँझ भन्नुहुन्न उहाँहरू। म उहाँलाई धेरै आदर गर्छु। स्थानीय सरकार जति धेरै काम त नि अरूले गरे त हाम्रो देश त उहिले कहाँ पुग्थ्यो। अहिले आग लागि होस् त हाम्रो मेयर साहबलाई गएर भन्नुपर्छ,
उहाँको काम कहाँ कहाँ होला, पैसा छ कि छैन, तर पनि उहाँले केही न केही त गर्नुहुन्छ। हाम्रो आवाज सुन्ने नै स्थानीय सरकार। म त स्थानीय सरकार जिन्दाबाद भन्छु र उहाँलाई म धेरै गुणगान पनि गाउँछु। मुन्दुमले हाम्रो जीवनलाई गाइड गरेको छ। यसले हाम्रो खानपान कस्तो हुनुपर्ने पछिल्लो भर्जन हो, यो पछिल्लो संशोधित रूप हो, जसलाई नेतृत्व महागुरु फाल्गु नन्दले गर्नुभयो। र आजकै मितिमा पुरा 95 वर्ष पुरा के अरे 94 वर्ष पुरा भएर 95 वर्षमा लाग्यो। उहाँलाई हामी कसरी पनि बिर्सन सक्दैनौँ, बिर्सिनु हुँदैन पनि। त्यतिखेरको समाज बुझाइ स्तर, कठोर जुन एउटा शासन थियो त्यतिखेर, त्यस्तो गर्ने भनेको त्यो पनि 17 थुमको मान्छेलाई बोलाएर, त्यो पनि शासक लिम्बूलाई बोलाएर। मेरै पुर्खा सुब्बा शेरबहादुर लाउती, मेरै आफ्नै बाजे अङ्गद बहादुर लाउती यही पुण्यभूमिमा आउनुभएको थियो। म उहाँहरूकै नाति हो। उहाँ जति म गर्न सक्दिनँ, तर पनि हजुरहरूले मलाई बोलाएर म आउनुभयो, तपाईँलाई धन्यवाद। यो पुण्यभूमिमा मैले पाइला टेकिरहेको छु। त्यसैले मुन्दुमले हामीलाई के सिकाउनु पर्यो भने कसरी जिउने त, मैले अरू आफूभन्दा ठुलालाई आदर कसरी गर्ने, हाम्रो जन्म विवाह मृत्युको संस्कार कसरी गर्ने त, त्यसमा शान्ति अहिंसा, त्यसभित्र एकता कसरी जोड्ने त। महागुरु फाल्गु नन्द र अहिलेकै वर्तमान किराँत धर्मगुरु उहाँहरूको यो एउटा ट्र्याक छ। मानिसले फरक विचार राख्न पाइन्छ, तर त्यो सभ्य होस्, त्यो सुशील होस्, त्यो शान्त होस् र अरूलाई सधैँ आदर गर्न सकौँ भन्ने भावले प्रेरित गर्ने उनै महागुरु फाल्गु नन्द, जो देशको 16औं राष्ट्रिय विभूति हुनुहुन्छ, ले आजकै मितिमा 94 वर्ष पुरा भएर 95 वर्ष लागेको यो पावन अवसरमा म फेरि पनि महागुरु फाल्गु नन्दलाई यो तत्त्वमीमांसाको कुरा मैले गरेँ। त्यसमा विकासको कुरा छ, छोरी मान्छेलाई दिने शिक्षाको कुरा छ, हामीले के अरे विवाह कसरी गर्ने, जन्म मृत्यु संस्कार कसरी गर्ने भन्ने थियो। अघि पनि कुरा आयो, मैले पनि यहाँ लेखेको छु कि हाम्रो एकरूपता, युनिफर्मिटी भन्छ नि। अब हिन्दुइजम, हिन्दू धर्मावलम्बी उहाँहरूको चाहिँ के छ भन्दा लिखत रूपमा छ। त्यसैले गर्दा उहाँको अब पन्थ त उहाँहरूको पनि छ, त्यो त जहाँ पनि हुन्छ। त्यही गोरेहरूको पनि प्रोटेस्टेन्ट र क्याथोलिक छ। अहिले आएर त्यो अमेरिकाको राष्ट्रपतिले के गर्नुभयो अरे, कहाँ के राख्नु हो भनेर अहिले बडो ठुलो विवाद छ। विवाद त हुन्छ नि, जीवित धर्ममा, जीवित भाषा, जीवित संस्कृतिमा विवाद हुन्छ, तर सभ्य आचरण गर्नुपर्छ भन्ने कुरा सिकाउने उनै हाम्रा महागुरु फाल्गु नन्द, उनै हाम्रा पिता पुर्खा बाबुआमा, उनै सावा इहाङका फेदाङमा येबा साम्बाहरू हुन्। हामी उहाँलाई उच्च सम्मान गर्छौँ। यो तत्त्वमीमांसामा हुने मानवीय गुण, उसले विकासमा सहभागिता, परिवार समाजमा उसको जिम्मेवारी भन्ने कुरा चाहिँ हुन्छ। यो एउटा कुरामा यो मुन्दुम र तत्त्वमीमांसाको मैले छलफल गरेँ। यो किराँत धर्म र ईश्वरमा जस्तो हामी सबैलाई थाहा छ, तर एउटा लेखकले चाहिँ भन्नु के भएको छ भने, अनुसन्धानकर्ताले चाहिँ हिन्दू धर्ममा कतिवटा ईश्वर छ भन्दा मूल 3टा ईश्वर छ, ब्रह्मा विष्णु र महेश। त्यो ठिक कुरा हो, तर ती अनुसन्धानकर्ताले चाहिँ पश्चिमा अनुसन्धानकर्ता हो उहाँले चाहिँ के भन्नुभएको छ भन्दाखेरि ईश्वर भनेको चाहिँ सामान्य रूपमा गरे 33 कोटी देवदेवता, त्यो पनि बेठी होइन। हामी त्यसै भन्छौँ है। अस्ति लिम्बू राजाहरूसँग चाहिँ पृथ्वीनारायण शाहले गरेको के अरे त्यो कागजमा त्यही छ। उहाँले त्यो कागज हेर्नु भएको छ, हाम्रो मेयर साहबले हेर्नु भएको छ कि छैन। त्यो कागजमा के छ भन्दा कुनै पनि नाम म छोटो भनेको सार, कुनै पनि नाम बान्युमा यो किपटिया सिस्टम हटायो भने यो राज संस्था सधैँको लागि पृथ्वीबाटै लोप हुन्छ। त्यो बल गरेर हुँदैन। फेरि त्यो पनि हामीले होइन, उहाँहरू आफ्नै कारणले जानुहुन्छ भनेर लेखिएको छ। र फड्के किरारामा के भनेर बकिएको छ भन्दा आकाशको 33 कोटी देवी देवता, पातालको नाग नगेनी र मानी पुजी आएको देवी देवता साँची छन् भनेको छ। त्यो कुरा त्यतिखेर भएको कुरा अहिले पनि हाम्रो मनमनमा विश्वासको रूपमा छ। त्यसैले तत्त्वमीमांसामा ईश्वरप्रतिको हाम्रो दृष्टिकोण के हो भन्दा हिन्दूहरूको त्यो दृष्टिकोण हो। हाम्रो चाहिँ एकल छ। माङ भनेको एउटै मात्रै छ, तागेर अनि अबु माङ। एउटा चाहिँ साम्माङ छ। मैले यहाँ अर्को राखेको छु, ईश्वरले प्रतिनिधि दूतको रूपमा पठाएको अवस्थामा, जस्तो महागुरु फाल्गु नन्द वर्तमान किराँत धर्मगुरु, ईश्वरले आफ्नो प्रतिनिधिको रूपमा पठाएको अवस्थामा हामी फोटोहरू मूर्तिहरू बनाउँछौँ।
अन्य अवस्थामा तागेरा नियभूमको कतै पनि चित्र छैन, त्यो हुनु हुँदैन पनि, किनभने त्यो छैन। हामी भन्छौँ नि मेन्निमाङ मेन्धामाङ सेखामाङ आनुमाङ यसो भनेर सेवारो भन्छौँ नि। त उहाँलाई कारबारीको रूपमा सहयोग गर्ने हिमसामाङ युमासामाङ थेपासामाङ अशोकसामाङ, अब यो म्याङसामाङ कति छ, तर पनि मूल रूपमा हिमसामाङ युमासामाङ थेपासामाङलाई हामी मान्छौँ, तर अरू सामाङ छैनन् भन्ने मैले भनिनँ, अघि सुरुमै भने। हाम्रो ईश्वरप्रतिको हाम्रो किराँत धर्मावलम्बीहरू जुन पेसाब बन्दुकमा वा थुङसाप बन्दुकमा उहाँहरू काम गर्नुहुन्छ, दुवैको लागि मैले राई याखा सुनारको अघि माथि सिरानमै बोलिहालेँ। अब यहाँ मुन्दुममा आधारित मात्रै म जाँदैछु, किनभने मेरो शीर्षक पनि त्यही छ। अर्को छ किराँत धर्म र स्वतन्त्र इच्छा। यो विषयमा अघि मैले छलफल गरेँ। स्वतन्त्रता भनेको के त, र केही छैन तर त्यहाँ केही छ। मैले यो दुईटा बुँदालाई हाम्रो किराँत धर्म दर्शनमा तत्त्वमीमांसाको यो महत्त्वपूर्ण पाठ हो। हाम्रो मुन्दुममा के भनेको छ भन्दा, चावा नहित के अरे यो नावा चैत मुन्दुममा के भनेको छ भन्दा, यो मुहङलिङ खिहङलिङ भनेको आकाशमा केही पनि थिएन, पताल मुनि हेर्दा केही पनि थिएन, तर पनि त्यहाँ के कुरा भनेको छ भन्दाखेरि एउटा करेन्ट रूपी, बाफ रूपी, हावा रूपी त्यो शक्ति चाहिँ तागेर नियभूमले प्रकट गर्नुभयो। र अब यो सृष्टिको जिम्मा चाहिँ कसलाई दिनुभयो त? आफ्ना सहयोगीलाई दिनुभयो। ल अब सृष्टि गर्नु, सृष्टि गर्ने कुरामा मुन्दुममा प्रश्न छ। पहिला यो ग्यालेक्सीहरू ब्रह्माण्डभन्दा कति ठुलो त्यो ग्यालेक्सीहरू, ब्ल्याक होलहरू, र त्यो ब्ल्याक होल र ग्यालेक्सी अन्तिम सत्य ठुलोको मात्रा होइन, त्योभन्दा ठुलो वैज्ञानिकले पत्ता लगाउन बाँकी छ, त्यो मुन्दुममा छ। अनि मात्रै सौर्य परिवार हाम्रो त्यो उमा लेख्या हुन्छ नि, त्यो सिलाम सागमामा मैले यहाँ लगाइरहेको छु। यो सिलाम सागमा भनेको मुन्दुमले पहिला ग्रह 8वटा हुन्छ भनेको थियो, तर विकल्प पनि राखेको छ फेरि त्यहाँ, त्यही कुरा सिलाम सागमामा छ। भनेपछि हाम्रा सावा यहाँका हामी सन्तानहरू, हाम्रा पुर्खाहरू, त्यसै गरेर हाम्रो किराँत राई यता याखा उहाँहरूको मैले सिरानमै भनिहालेँ, यहाँ मुन्दुममा आधारित मात्रै म बोल्दैछु। कति उहाँहरू विद्वान हुनुहुन्थ्यो त, त्यो कुरा छ। त्यसैले केही छैन, देयर इज नथिङ बट देयर इज स्टिल समथिङ। केही छैन भनेको मुन्दुमले के अरे केही शून्य थियो भनेको छ, तर फेरि यो पोरोग्मीलाई लु है सृष्टि गर्नु, अब त्यो ग्यालेक्सी त्यो के अरे यो ब्ल्याक होल भन्दा पनि उता परको कुरा सिर्जना गरेर अनि ब्ल्याक होल ग्यालेक्सी बनाउनु हो। त्यो मेरो नेपाल प्रज्ञा प्रतिष्ठानबाट दर्शनावली भन्नेमा उहिले प्रकाशित भएको छ, मैले त्यसलाई पनि यहाँ आधार मानेको छु। त्यसपछि ब्रह्माण्डको कुरा आयो, त्यसपछि यो सौर्य परिवार सूर्य सहित ग्रहहरूको, त्यसपछि पृथ्वी, त्यसपछि यसको उपग्रह चन्द्रमा। अहिले पनि मुन्दुममा के भन्ने चलन छ भन्दाखेरि इक्सा होप्ता खाम्बे खोप्ता, अब यो आउँछ पछि भएछ। अनि त्यो भएपछि के भएछ भन्दा समुद्रहरू भएछ, हावाहरू समुद्रहरू भएछ। त्यसपछि के भएछ भन्दा ठुल्ठुला स्थूल भागहरू बनेछन्। अब यति गरेपछि के भयो त भन्दा मानव र जीवहरू बस्नको लागि, जीव भन्नाले वनस्पति पनि पर्छ, त्यो उचित वातावरण भएछ। अनि को जन्मियो त, कसको आविष्कार भयो त? मानिसको भएछ। यी सबैको उत्पत्तिको कुरा गर्ने हो भने त हामीलाई त 17 महिनामा सकिँदैन, तर उत्पत्ति यसरी भएको मुन्दुमले गर्छ। त्यो तत्त्वमीमांसाको मूल कुरा हो। अघि मैले सुरुमा भने, अहिले त्यसलाई अलिकति गरेँ। अर्को छ सत्य धर्म मुचुल्का र किराँत धर्म। अब सत्य धर्म मुचुल्का किराँत धर्म दर्शनको ठुल्ठुलो मेरुदण्डहरूमध्ये एउटा प्रमुख आधार हो, जसको आधारमा हाम्रो किराँत धर्म दर्शन सञ्चालित छ। त्यो किराँत धर्म दर्शन भनेको के त भन्दा जीवन के हो भनेर प्रश्न गर्छ। यहाँ अघि मैले छोटोमा भने जीवन के हो भन्छ। तत्त्वमीमांसामा अध्ययन गर्नुपर्ने विषय नै तिनी हुन्। अनि यो ईश्वर छ कि छैन अथवा ईश्वर के हो भन्ने, अनि यो हाम्रो शरीर र मस्तिष्कको के सम्बन्ध छ अथवा त्यो के हो भन्ने त्यो ज्ञान, यो तत्त्वमीमांसा अङ्ग्रेजी मेटाफिजिक्स भन्छ, त्यो आउँछ। हो त्यसै गरेर यो सत्य धर्म मुचुल्काले
यो ज्ञानको पक्षहरूलाई बोलेको छ कि छैन भन्दा साह्रै बोलेको छ। अघि योभन्दा अगाडि हाम्रो प्राज्ञ दिलेन्द्र सरले कुरा गर्नुभयो, त्यसपछि हाम्रो के अरे अबोध अविरल सरले कुरा गर्नुभयो, म दोहोऱ्याउन्न। तर के भन्दाखेरि यो लिम्बूहरूको लागि मात्रै त्यो सत्यधर्म मुचुल्का बनेको थिएन। भलै लिम्बूहरूलाई बोलाइएको थियो धेरै चाहिँ, तर लिम्बूहरूलाई लिम्बू भनेर बोलाइएको थिएन है। फेरि त्यो चाहिँ प्रशासक लिम्बूहरूलाई बोलाइएको थियो है। त्यो प्रशासकहरूले कसलाई शासन गर्थे भन्दा अनेक जातिहरू, अनेक समुदायहरूलाई शासन गर्नुहुन्थ्यो। हो, त्यो हिसाबले महागुरु फाल्गु नन्दले केवल लिम्बूहरूलाई मात्रै बोलाउनु नभएको कुरा प्रमाणित हुन्छ। त्यो त साह्रै ठुलो प्रमाण फेरि होला अरे होइन। किन म दोहोऱ्याउँछु, महागुरु फाल्गु नन्दले अब यो लिम्बू नै लिम्बू बस्ती भएकोले गर्दा खललाई बोलाउनु, तर त्यस्तो लिम्बूहरूलाई बोलाउनु भयो जो सुब्बा सुभाङ्गी गर्नुहुन्थ्यो र उहाँले चाहिँ आफ्नो समुदायमा, आफ्नो समाजमा, आफ्नो क्षेत्रमा शासन गर्नुहुन्थ्यो र त्यो लागू गर्नुहुन्थ्यो को उपर भन्दाखेरि त्यहाँ बस्ने नेपाली नागरिकहरूप्रति। त्यसैले त्यो सत्यधर्म मुचुल्काको नेतृत्व मात्रै देखिँदाखेरि लिम्बूहरू आए जस्तो देखिए पनि नेतृत्वको हिसाबले सबै वर्ग समाजको नेतृत्व गर्ने त्यो व्यक्तिहरूलाई बोलाएपछि सबै समाज, सबै संस्कृति, सबै भाषाभाषिकाहरू हुन् भन्ने कुराको इन्टरप्रिटेसन, त्यसको व्याख्या चाहिँ मैले गरेको म दाबी गर्छु। यो कुरा भन्नु पर्यो है, यो कुरा भन्नु पर्यो। त्यसैले सत्यधर्म मुचुल्कासँग हिन्दू के अरे किराँत धर्म दर्शनको जुन त्यहाँ भएको के अरे एउटा मीमांसा छ, मेटाफिजिक्स, त्यो प्रत्यक्ष रूपमा जोडिन्छ। अब मैले यहाँनिर निष्कर्ष तिनै कुराहरू भने जुन अघि भने। त्यसो भए यसले के भन्छ भन्दा हाम्रो देशमा याक्थुङ अथवा लिम्बूहरूको भाषा संस्कृति बचाउनु भनेको यो देशको राष्ट्रिय एकतालाई सुदृढ बनाउनु हो। किन नागरिक बेहोरको राज्य कल्पना गर्न सक्दैनौँ, भूमि मात्रै होला त्यो देश बन्दैन। जहाँ नागरिक छ त्यहाँ भूमि छ। त्यसैले लिम्बू त्यो मुन्दुममा खाम्बोङसा लुङबोङसा हामी भन्छौँ। त्यसमा लिम्बूहरूको उत्पत्ति यहीँ भएको थियो। त्यो ग्रेट माइग्रेसनमा यो बियोन्ड अफ्रिका अर्थात् वैज्ञानिकहरूले अफ्रिकाबाट मानिसहरू बसाइ सर्दै सर्दै आएको भन्ने कुरामा हाम्रा अति आदरणीय इमान सिंह चेम्जोङ उहाँले भन्नुभएको कुरालाई म नकार्दिनँ, तर मूलभूत रूपमा लिम्बूहरू यही उत्पत्ति भएका हुन्। त्यसको कुरा यहाँ लामो आउँछ। अब ध्वनिको कुरा गर्ने हो भने धन्न अहिले जर्ज भ्यान्ड्रिम हाम्रो देशमा आउनु भएको छ र उहाँले हामीलाई ठुलो सहयोग गर्नुभयो। यो नेपालको लिम्बूहरूको याक्थुङ भन्छौँ नि, मैले अघि भने लिम्बूहरूको उच्चारण ध्वनि चिनिया मन्डरियन भाषा भन्छ नि, त्योसँग मिल्छ। भनेको मेन क्यारेक्टरिस्टिक्स, मूल विशेषता मिल्छ। जापानको जापानिज भाषाको हाम्रो ध्वनि छ नि, मेन क्यारेक्टरिस्टिक मिल्छ। म त किराँत भन्नाले त्यसो भए नेपालमा नेपाल सरकारले किराँत भनिएका समुदाय अनि हामी आफै किराँती हो भनेर स्वघोषित रूपमा उद्घोष गर्ने विभिन्न समुदायहरू बाहेक जापानका नोर्थ र उत्तर र दक्षिण दुवै कोरियाका, चीनका, मङ्गोलियाका यी सबै किराँत हुन्। यी सबै किराँत हुन्। हामी ध्वनि अध्ययन गर्ने मान्छेलाई थाहा छ। तपाईँले चिनियाले बोलेको सुन्नु भने जापानिजहरूले प्रत्यक्ष चिनिया र जापानिजहरू हाम्रो त त्यो नासिकीय ध्वनि छ नि, ङ ध्वनि कति धेरै प्रयोग हुन्छ। ल वाङ हो, सी जिङपिङ, एउटा मान्छेको नाम काट्दा दुईचोटि ङ आयो। हाम्रो लिम्बूहरूको पनि नाम चाहिँ अब अहिले पो अब अरू भाषाबाट प्रभावित भएर नाम लेख्छौँ त। तर लिम्बू भाषा राखेको खेसेहाङ, लु हेर्नुहोस् त, ङ आयो कि आएन? तागेरा नियभुमाङ हरेक शब्दमा आयो कि आएन? आयो नि। यो त सानो उदाहरण हो। अब यस्ता कुरा यहाँ छलफल गर्दा अब त्यो धेरै समय लाग्छ। अब तर चिनिया मान्छेले हामी किराँत हो नभनेसम्म हामीले भनेर हुँदैन।
जहाँ पनि जसले हामी किराँत थियौँ भनेर स्वीकार नगरेसम्म हामीले भन्नु हुँदैन। तर कदको हिसाबले ध्वनि सम्प्रेषण र उत्पादनको हिसाबले फेरि हाम्रो सिमिलारिटिज समानता मिल्छ। मेरो त कुरा अघि सकिएको। तर शिक्षालाई फेरि पनि हाम्रो मेयर साहब यहाँ हुनुभएको बेला हाम्रो अहोभाग्य हो, उहाँले यहाँहरूको निम्तोलाई अब त्यसमा हाम्रो पनि निम्तो भन्नु पर्यो, तर यहाँहरू कर्ता हुनुहुन्छ, स्वीकार गरेर आउनुभयो, उहाँले हाम्रो कुरा सुन्नुभयो। अब त्यो पाठ्यक्रम पाठ्यपुस्तक निर्माणमा हाम्रो मेयर साहबले समय दिनुभयो भने यहाँका नानीले यही बनेको किताबहरू, यहीँको ठाउँ, पछि त हाम्रै मेयर साहबको नाम आउँछ होइन, यी सबै कुरा सिक्न पाउँथे। र तत्त्वमीमांसाको मूल कुरा सेरोफेरो कहाँबाट बग्छ भन्दा शिक्षाबाट बग्छ। शिक्षण संस्थामा मान्छेले सुन्ने कुरा, बोल्ने कुरा, देख्ने कुरा, लेख्ने कुराको काफी अभ्यास हुने ठाउँ हो। त्यसको लागि शिक्षक सक्रिय भइदियो भने होइन, शिक्षक तालिम प्राप्त भइदियो भने काफी सिकाइ हुन्छ। भाषाको मूल रूप बोली हो नि, त्यो बच्छ। सुन्नुभयो, मैले अलिक धेरै समय लिएँ होला, धन्यवाद। सेवा हो।